नेवा परंपरा संस्कृति महत्वपूर्ण कथा कया टगु न्यकु बाजा व गुला पर्व या त कया न्यकु बाजा व गुला नाया सफु पिटबोजा जुगुदु थुगु सफु बाखन्य नेवा पाखे पिकागु ख शनिबार या मरी चोंगु पिग ननी जुगु जाजोले महानगरपालिका या मेयर विद्या सुन्दर साके सफुया पिटबोजा याना दिगु खसा शिक्षा लिसे संस्कृतिविद डाक्टर चुन्ना बज्राचार्य सफुया त कया समीक्षा याना दिगु ख जानकारी दिनेछौँ यसको बारेमा उहाँलाई पनि बाखा नेनेवा संस्था बाखा कौमुदा पुस्तक किताब आकार भी उपयोग होला तो तस्का प्रचार भाव भी था जैसे बाखा नेनेवा गरे क्योंकि अब गुना तक तीन कोचाला तर गुनाई बारे जैसे बारे तो मशहूर आखिर छेना सुना मंत्र आसा न्यको फिगर गरे स्वयं देवना कम से न्यको उसका फिगर मारे मार हावले जान सुनो छाई जानो गरे मशहूर म अब हे जान्छौँ आछि थरी दिनसम्म यामा ढल्ला जे पुसा जान्छौँ दिनु गुनाले आजकल स्वयं पनि मार हाउले छकसा पनि मार होला लक्ष्य संसार ठेके मार हामीले सब ठेके यातो छार गाजी म फेतो हुन्छ फिके पर फकिला पिया पिया जुल के छौ बाला पिया जुल को बाको नेनेवा रे संस्था के लागि यो त सुबा de छन् खोइ जाएको निरन्तरता बिफा मर्गाना पिन्चुराना de छन् Nasa ada yang mana palka, Saudi Arabia itu, yang mana palka, pasal balik ni aku, terartik balik tu juga, termeu jalan, thot insan jama, thot insan jahit dasa, yang mana palka, sebab balik jadi निरन्तर itu जीवन itu. साक्य हुनुहुन्छ उहाँलाई विशेष अतिथिको आसन ग्रहण गरिदिनुहुनको लागि अब हाम्रो समूह पुस्ताया मस्तेता छिसान्दै थो छिगु चलन चल्ती ज्याजुको गो ख परम्परा ख प्रत्येक परंपरा ठाउँ कठाउँ बाखाउँदो त्यो बाखाउँ मस्ते त ठीक जंका वो मस्ते त वो बारे सीके बिया वो मस्ते से संरक्षण याना यंतो संरक्षण याना संवर्धन याना न वो मस्ते से हानो बे पुस्तान्तरण याना यंतो गोपति चाहिँ सिस्टम छ वो सिस्टम आज सब माथे चुनाव हुँदो जाजोले सफुटी दुगु बाखटन न्यंकीको जाजुगु ख म आज तिमीलाई त्यसैका कथा सुनाउँछु ल सुन धेरै अघि शशीपट्टन भन्ने एउटा नगर थियो त्यहाँ सिंहभेल नामका राजा राज्य गर्ने गर्थे उनको सुरक्षिणी नाम गरेकी रानी थिइन् ती राजा शिकार खेल्न एकदमै मन पराउँथे वनमा गएर चराचुरुङ्गीहरू बाघ भालु तथा अनेक वन्यजन्तुहरूको शिकार गर्थे रानी भने शिकारलाई पाप मान्थिन् त्यसैले राजालाई अबोध वन्यजन्तुको हत्या नगर्न अनुरोध गर्थिन् तर पनि राजा पटक्कै मान्दैनथे धेरै वर्षपछि राजाको मृत्यु हुन्छ केही वर्षपछि रानीको पनि मृत्यु हुन्छ धेरै प्राणी हत्या गरेको कारण राजा अर्को जन्ममा राङ्गा भएर जन्मिन्छन् रानी पनि त्यही घरमा ब्राह्मणकी छोरी भएर जन्मिन्छन् उनी अलि ठुली भएपछि दैनिक राङ्गा चराउन जान थाल्छिन् एक दिनको कुरा हो सधैँ झैँ राङ्गा चराउन जाँदा उनीहरूलाई बाघहरूले घेर्छन् उनलाई त तिनीहरूले केही गर्दैनन् तर त्यस राङ्गालाई भने झम्टिन थाल्छन् डरले उनी नजिकैको ढुङ्गा पछाडि लुक्छिन् हेर्दा हेर्दै त्यो राङ्गालाई बाघहरूले खान्छन् त्यो देखेर उनी रुन थाल्छिन् र रुँदा रुँदै निदाउँछिन् सपनामा उनलाई भगवान आई भन्छन् विलाप नगर त्यो राङ्गा पुनर्जन्ममा सिंहभेल नामको राजा थियो र तिनी उसकी रानी उसले राजा हुँदा धेरै जनावरको हत्या गरेकोले उसलाई आज यस्तो भएको हो अब यसको नेकु बाहेक बाँकी रहेको अवशेष जम्मा गरेर जमिन मुनि पुरिदिनु त्यसको ठिक माथि चिपा स्थापना गर्नु अनि त्यो बाँकी नेकु बजाउन मिल्ने बनाउनु त्यही नेकु बजाई चिबा घुम्नु अनि त्यही साधना गर्नु तिम्रो सत्कर्मले उसको पाप नाश हुनेछ र त्यही नेकुबाट प्रकट भई मुक्त हुनेछ पाखन येनेवा पाखे सोनिगया थिथि थासे वना पाखन येंगेगु जाजो याना वे चोंगु ख
उगुहे बाखते त सफुया स्वरूपिया नेकु बाजा व गुला सफु नेवा व खे भाषा पिकागु ख बाखन्य नेवाया नाय अश्विन वीर सिंह ताम्राकार सभा नाय सुइन्हाको ज्याजले सफुया बाखको नामी स्वतन्त्र बहादुर ताम्राकार सफुया बारे थथगु खतया दिल बाखन्य नेवायो पछि पाके सुन हौसा पछि लोक प्रचार देशो अथवा सियादो तर चाहिँ आ थुङ्गने चाहिँ घोषणा चुन्नु पछि हौसा बाख हुनाको सम्बन्ध दोपछि करियो लागिरहेका जुटा चाहिँ उचाउनु अनुरोध या अनुसार जितो लोपट्टि कथा जितो भाजन झोला आर्थिक छोटो गाथाहरूले त्यो चाहिँ अवदान बाख्नु अनुसार नापायो बुद्ध स्यान नापायो समयले सिंह भेर गादेमा जुजु अति सिखाएर चाहिँ वो सब दुम्पति सिखाएर ना चाहिँ जन त्यो चाहिँ जनु जनावर त थिन्त चाहिँ याले यसो दो अनुसार यो क्रिया या त भूगो पाप्य कर्म या ना छनो इत चाहिँ वे जनावर त से इत चाहिँ सिखाएर या त उइदन जुया न साना चाहिँ वो चाहिँ नष्ट हो अलि लिपा चाहिँ एक मेउ जन्म का भक्त मेउ जन्म सिंह भेर चाहिँ मेउ या जन्म कालो साथै चाहिँ एक परामा मारनी अनेक छे चाहिँ छम वो मिसामा चाहिँ एउटा जन्म कालो लिपा चाहिँ वो मिसामा चाहिँ वो मेउ चाहिँ सेवा जो भोगी हो मस्यो अलि अठे चाहिँ मेउ जाउ भक्त वो सिंह भेर घुमके आ मेउ रुपैयाँ जन्म काम ख उइट अने चाहिँ जन्तु त चाहिँ सिका उइट चाहिँ साना चाहिँ हो कना जुल लिपा अनेक वो मिसामा चाहिँ झेलम जाओ भक्त उइट चाहिँ पहिला चाहिँ झेलम भाव समयले वो उइट छौत प्रकार चाहिँ भंस्य खनकी तो नापै जन्मेपट्टि छिमिया फाट ख थो थया पाप कर्म यावलिना थुइट चाहिँ तो पाप योपट्टि वो विपाको फल वहाँ भगाए आउँछको ख आ यदि छ थो युवापट्टि नेको न नेको पुया थन पहिला उयो डको पुयापट्टि चिवा सोना अलि वो नेको पुया चिवा यो परिक्रमा याना लिपा छ याद लास छ हानो होया तो मनु युरोपा चाहिँ प्राप्त जुइ दगा उजं हो कथा हो होया कया यहिरका थियो थ्याउ छौ छि बाखौँ जाजोले बागमती प्रदेश सभा सदस्य राजेश साके ए महानगरपालिका 20 वडाया अध्यक्ष राजेन्द्र मानन्दर लगायतका उपस्थिति डुगु ख